अजिनबी बाबालाई पादिन्छ अरे हो के गर्न आएको सानै यो कसलाई दिने बाबालाई के दिन आट्यौ कसलाई दिने पापा पा बाबा पा आऊ आऊ हस् थ्याङ्क यू वेलकम भन थ्याङ्क यू भन्दै तिमी पनि थ्याङ्क यू भन्दै एकचोटि खानु बाबाले पा कति धेरै मिति 2082 साल 10 महिना आज 19 गते सानेले माम खाँदैछ साने माम खाऊ त त्यो अकुहात हो त्यो हो उठाऊ 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 आमा आमा स्याबास कति ज्ञानी अझै खाऊ माम मुखमा हाल ओ ल ठिक छ नाइस थोरै गरेर खाऊ हस् नाइस स्याबास ठिक छ फरक पर्दैन के गएर भाइले भाइले आङ्गो मिति 2082 साल 10 महिना आज 9 गते बेडा बाबा दर्शन गर्न आएको छ साने र निगस मम्मा म पनि यहाँ छु हस् गुरुहरूले यहाँ डोरी बाँध्दै हुनुहुन्छ टिकी लाउँदै हुनुहुन्छ खोइ निगस के भन्छौ बेडा बाबाको आएको दिन भोलि पर्सि काम लाग्छ त भिडियोमा सिधा उभिउँ दादाको छेउमा दादाको छेउमा जाऊ सिधा अनुहार ठाडो पा त मम्माले ठुलो छोरालाई टिकी लगाइदिनु हुँदैछ छिरो छोरा अघि चाहिँ जिउ गर्ने बाबालाई पनि जिउ गर बेटा भाग्यमा हास किताबलाई टिका लगाइदिँदैन घोडालाई म चाहिँ के खालिने त बुझ्छु अहिले रोक न मिति 2082 साल आज हो 10 महिना 5 गते भाइले दादालाई अङ्गालो मारेर माया गरेको खोइ माया गरेको हेरौँ दादालाई कति राम्रो माया दादाले नि भाइलाई माया गर्ने खोइ यति बेला केही भन्न चाहनुहुन्छ तपाईँहरू दादा केही भन्न चाहनुहुन्छ केही भन्नु न अहिले यो अङ्गालो मार्दा कस्तो महसुस भएको छ भाइको माया केही त्यस्तो राम्रो महसुस भएको छ हजुर माया लागेको फिल भएको छ भाइको भाइ पनि केही भनिदिनु दादालाई माया गर्नु नि केही भन्नुहोस् यता दादालाई माया गरेर दादा माया गरे भन न भाइले फेरि हात पछाडि बटार्नु भएको छ भाइ अलिकति मान्छे त्यस्तै त्यस्तै हुनुहुन्छ लास भाइ भन